बेनाजु भन। हजुरले मलाई किन यस्तो एकान्त जङ्गलमा बोलाउनु भएको? अब यो एकान्त जङ्गलमा चाहिँ अब साली नानी अब मैले कति कुराहरू तिमीसँग सेयर गर्नु छ होइन, त्यो सेयर गर्न जहाँ पाएँ उही मान्छेको अगाडि गर्न भएन। यो सुनसान जङ्गलमा जहाँ तिमी छेउ जहाँ त्यहाँ म पनि छु, दुईजना बिचको हाम्रो कुरा अरूले थाहा नहोस् कि भनेर तिमीलाई यहाँ बोला मैले कि। ए कस्तो खालको कुरा हो? जहिले जङ्गलमा बोलाउनुहुन्छ यस्तो एकान्त जङ्गलमा नि के सल्लाह हुन्छ? कुनै घर हुन्छ, चिया खाने पसलहरू हुन्छ? अब चिया खाने पसलमा हामीले कुरा गर्दा दाइमा अरू चिया खाएर आउँछन्, उनले सुन्छन् होइन साली नानी। अब यो जङ्गलमा भयो एकान्त भयो तिम्रो कुरा मैले मेरो कुरा तिमीले बाहेक अरूले सुन्दैन कि त्यस्तो हो। अब यहाँ सुन्नु न, दिदी एकदमै रोगी भई घरको केही काम चाहिँ उसले गर्न सक्ने भएन। अब मलाई कस्तो आपत छ, म अब अन्त आफ्नो बिजनेस व्यापार हेरौँ कि चाहिँ आफ्नो स्टाफहरूलाई चाहिँ कन्भिन्स गराउन जाउँ कि मैले समय दिन सकिनँ त्यो घरको बुढीलाई सेवा गर्दाखेरि। म के गरौँ अब यो कुरा मेरो सालीनानीलाई भन्दाखेरि अलिकति हल हुन्छ कि भन्ने हिसाबले चाहिँ तिमीलाई आज जे जस्तो भस् आज म सालीनानीलाई भन्छु भनेर मैले तिमीलाई यहाँ ल्याएको ल भन। म चाहिँ के गर्नु पर्यो भन्नु त? अब के गर्नु होइन, अब तिमीलाई म राम्रो खालको अब जागिर पनि लगाइदिन्छु होइन। तिमी अलिकति पढेको छौ, एजुकेटेड छौ। हेर सालीनानी तिमी अलि एजुकेटेड पनि छौ, मलाई तिम्रो पनि चिन्ता त्यतिकै छ किनभने मेरो साईहरू धेरै छैनन्, सालाहरू पनि छैनन्, दुईटा दिदी बहिनी मात्रै हो होइन। जति जाने तिम्रो दिदीलाई म माया गर्छु नि, मलाई तिम्रो पनि त्यतिकै माया लाग्छ हेर। आफ्नो सालीलाई माया नगरेर के बाहिर अरू मान्छेले माया गर्नुहुन्छ त? होइन अरूले भन्दा नि जहाँ आफ्नो उयो आवता पनि भन्छन् होइन। अब दिदी रोगी भइसकेपछि त अब दिदीको ठाउँमा चाहिँ बहिनीले पनि केही हेल्प गर्ने हो कि भन्ने कुराले पनि मैले तिमीलाई धेरै जाने कुराहरू सम्झन खोजेको एकान्त जङ्गलमा, ताकि तिमी बुजुर्ग छेउ। भिनारले पनि अब नचाहिने कुरा गरे होइन, मेरो लागि चाहिँ भिनारले पनि केही योगदान दिनुहुन्छ कि भन्ने त तिमीलाई पनि त सोच्या होला नि, तिमीले पनि सोचेको छौ नि होइन। हजुर हजुर। ल भन अब के गर्ने विचार होला त? अब हजुरले अब भन्न खोजेको चाहिँ के हो? भेनाको लागि चाहिँ म गरिहाल्छु नि, आफ्नै दिदी हो आफ्नै भेनाजु हो होइन। त्यसको लागि चाहिँ मैले के गर्नु पर्यो? अब त्यसको लागि पहिला तिमी जागिर खानु पर्यो हेर, सेटल हुनु पर्यो, एउटा आफ्नो चाहिँ स्थापित हुनु पर्यो के। स्थापित भएर एउटा जागिर खाने, जागिर खाएपछि तिमीले आफ्नो चाहिँ दिनचर्यालाई पनि अगाडि बढाउन सक्छौ। जागिरको अलिकति कमी जस्तो आर्थिक स्थितिको अनुभव हुन्छ नि, अलिक कमी भएको अनुभवलाई नि तिम्रो आफ्नो सेवाले चाहिँ टेवा दिन्छ कि। सेवाले टेवा दिन्छ भने जागिर खायो भने तिमीलाई चाहिँ कसैको चाहिँ आड भर्समा बस्न पर्दैन के। त्यही भएर पहिला मेरो सालीलाई पुरा चाहिँ एउटा आत्मनिर्भर बनाइदिन्छु, अनि त्यसपछि अनि साली भिनाजु कुरा अनि दिदी तिमी म बसेर अब हाम्रो चाहिँ नि जिन्दगीलाई कसरी अगाडि बढाउने भन्ने सल्लाह त फेरि मैले गर्न आइछ कि तिमीसँग। भइहाल्छ नि। अब कस्तो खालको जब लगाइदिनुहुन्छ होइन, अलिकति राम्रो स्यालेरीको? त्यसो गरौँ न, यो सबै सल्लाह हामी एक दिन गोदावरीतिर डेटिङतिर जाउँ भिनाजु, अनि त्यहाँ गएर चाहिँ हामी सबै कुरो सल्लाहहरू गरौँ न त। एक दुई दिनको ल भेनाजु त्यसो भएपछि एक दिन हामी टक्क लाएर गोदावरीमा घुम्न जानुपर्छ। अनि त्यहाँ घुमेर पुरा आइसहरू खाँदै, गर्मी छ नि त, आइसक्रिम खाँदै चटपटे खाँदै पानीपुरी खाँदै मिठो मिठोको साथै अनि त्यहाँबाट चाहिँ यो कुरा अगाडि बढाउनु पर्छ। मलाई कहाँ जब लगाइदिने के जब लगाइदिने भनिकन त्यहाँ घुम्न जाने टक्क लाएर। अब यसो गरी त साली नानी, अब गोदावरी घुम्न पनि जाने, त्यहाँ मजासँग घुम्ने, त्यो पिङहरू पनि हुन्छ, रिसोर्टहरू पनि हुन्छ, रिसोर्टमा चाहिँ अब कफी सफी खाने, अब के खाने मलाई चाहिँ तिमीले खाउलियो होइन। अनि इन्गेज भइएन भने बरु त्यो दिन बसौँला, भोलिपल्ट उठौँला आउँला सरसल्लाह गरौँला। बसौँला रे त्यतै बसौँला, घरै आउनु भ्याइएन भने के भएर आखिर साली भिनाजु कुन ठुलो कुरा हो र? तिमी त बुझ्यौ नि। बुझ्न त बुझिहाल्छु। पानी पर्यो भने त उदे बसौँला, नत्र पानी घाम लाग्यो भने आउँला। अलिक मौसमले अब त्यहाँको चाहिँ अब डेटिङ जाँदाखेरि अब तिमीलाई के किन्न मन लाग्छ, तिमीलाई त्यो चाहिने सामान भन म किनिदिन्छु भनेपछि सपिङ पनि गरिदिन्छु। सपिङ गर्दा गर्दै भ्याइएन भने अब उतै बस्नलाई के फरक पर्छ र होइन। घर बस्ने बस्ने हो, उता बस्ने बस्ने हो। यदि दिदीले थाहा पायो भने त्यो कुरा के हुन्छ? ए बाबा दिदीको भिनाजु सालीहरूसँग बस्दाखेरि के भन्छन् उनी जति दिदीको अधिकार छ त्यति भिनाजुको पनि अधिकार लाग्छ, तिमीलाई थाहा छ? हो त्यसमा मेरो पनि अधिकार हुन्छ। हो तिमीलाई आफ्नै दिदी आफ्नो भिनाजु तिम्रो अधिकार हुन्छ होइन। बरु त्यो दिन डेटिङ सेटिङ गर्ने, तिमीलाई मन लागेको चिज के खानु मन लाग्छ भनौ, म सबै किनिदिन्छु होइन। अनि तिमीलाई चाहिँ यस्तो चाहिँ वान पिसहरू होइन, यस्तो चाहिँ हट खालको चाहिँ त्यो ड्रेसअपहरू पनि म किनिदिन्छु नि फेरि त्यहाँ। पहिला किनिदिनु पर्यो नि त, लगाउने साली त रेडी छँदै छ नि। हो त्यही त पहिला डेटिङ जाउँ न, कहिलेतिर चाहिँ डेटिङ ल भन। डेटिङ त अब आज यस्तै भइगयो, भोलि के हुन्छ पर्सि गइहालौँ नि त, किन लेट गर्नु होइन? हो सुरु गरेर किन ढिला सुस्थ्यो, बरु
डेटिङ जाँदाखेरि त्यसलाई नि भयो भनेर जाउँ है, किन उसलाई कुरा लुकाउनु, पछि के हो मलाई नसोधी सालीले यस्तो त घुम्न जाने भनेर दिदीले फेरि प्रतिकार गर्ली, दिदीसँग सल्लाह गर्नु, दिदी बुझेको छन् है, दिदीलाई भनेरै जानुपर्छ। दिदी आज भिनाजले मलाई सपिङमा लानु हुँदैछ, म आज सपिङ जान्छु भिनाजमा आइदिने, त्यही पनि गोदावरी हो, इनकेस भ्याए आउँला नभ्याए हामी आज उतै बस्न सक्छौँ है दिदी पनि भनौँ फेरि तिमीले त्यो कुरो त्यो भनिहाल्छ नि होइन, त्यो कुरो त तिमीले भन्नुपर्छ। अनि बसौँला दुःख सुख कुरा गरौँला, अनि हाम्रो जिन्दगी पनि कसरी अगाडि बढाउने, हाम्रो जिन्दगी भन, म त तिम्रो जिन्दगी कसरी अगाडि बढाउनु पो के थालिएछ मलाई अहिले। अब मेरो जिन्दगी त अब भेनाजु साथमा दिदी भइसकेपछि त मेरो जिन्दगी त यसै रक भइहाल्छ नि। तिमी जस्तो साली त के गर्नु, म हेर अब इनकेस दिदी रोगी छ, दिदीले चाहिँ इनकेस मानि भनेदेखि तिमी म दिदी बसेर एउटा छुट्टै सल्लाह गर्नुपर्छ नि फेरि, कुरो बुझ्यौ? कस्तो खालको सल्लाह फेरि छुट्टी अब दिदीसँग हेर न, अब दिदीको तिमीलाई थाहा छैन दिदी रोगी छ, अब दिदीले अहिलेसँग एउटा बालबच्चा पाउनु सके छैन होइन, भोलि इनकेस के भने कोसँग बिहे भयो अब जे जति सल्लाह गर्ने हो गोडा पनि गरौँ भने